हुन्छ। यहाँहरू सबैजनालाई स्वागत गर्न चाहन्छु। अब हामी आज विशेष रूपमा यो एचआइभीको भेदभाव घटाउनको लागि विद्यालयहरूमा अभिमुखीकरण कार्यक्रमको जानकारी सम्बन्धमा हामी चाहिँ यहाँ उपस्थित भएका छौँ। र यो आजको यस कार्यक्रममा अध्यक्षता ग्रहण गरिदिनु हुन म यस प्रदेश जनस्वास्थ्य कार्यालय गोर्खाका जनस्वास्थ्य प्रशासक श्री सिमरिन काफ्लेज्यूलाई हार्दिक अनुरोध गर्दछु। त्यस्तै यहाँ उपस्थित हुनुभएका सम्पूर्ण व्यक्तिहरूलाई म हार्दिक हार्दिक स्वागत गर्दै आजको यस कार्यक्रमको उद्देश्यको बारेमा म थोरै यहाँहरूलाई जानकारी गराउन चाहन्छु। हजुर। कक्षा सञ्चालन गर्दाखेरि हामीले जानकारी गराउने विषयहरूलाई चाहिँ हामीले यहाँ समेटेका छौँ। त्यसमा विशेष रूपमा हाम्रो एचआइभी बारे आधारभूत जानकारी गराउने विद्यार्थीहरूलाई, त्यसपछि प्रसारणको तरिकाहरू, त्यसपछि मदर टु चाइल्ड ट्रान्समिसनका कुराहरू चाहिँ हामी त्यहाँ गर्नेछौँ। त्यस्तै गर्भावस्थामा एचआइभीको प्रभाव र एचआइभी एक्सपोज शिशुहरूको परिणामको बारेमा हामीले त्यहाँ कुरा गर्नेछौँ। त्यस्तै एचआइभी कसरी सर्दैन र एचआइभीको यो विन्डो पिरियड झ्याली अवधि भनिन्छ, यसको बारेमा चाहिँ हामीले विद्यार्थीहरूलाई प्रशिक्षण गर्नेछौँ। त्यस्तै एचआइभीको असरहरू, एचआइभी र एड्समा के फरक छ, एचआइभी सङ्क्रमणको लक्षण, अवसरवाद सङ्क्रमण अनि एचआइभी सङ्क्रमणका लक्षणहरू, एचआइभी र एड्सको उपचार को हुन्छ भन्ने कुराहरू चाहिँ हामीले उहाँहरूलाई जानकारी गराउनु पर्नेछ। र त्यसमा एचआइभी र एड्सको उपचार गर्दाखेरि चाहिँ एआरटीको मुख्य रोल रहन्छ र एआरटीको मुख्य कामहरू के रहन्छन् भन्ने कुराहरूको चाहिँ हामीले जानकारी गराइनेछ। त्यस्तै रोकथामको रूपमा एचआइभी उपचार चाहिँ कसरी गर्न सकिन्छ भन्ने कुराहरू हामी जानकारी गराउनेछौँ। परीक्षण र परामर्शको फाइदाहरूको बारेमा जानकारी गराउनेछौँ। जस्तै हामी स्वास्थ्य कर्मीहरू पनि पिइपी पोस्ट एक्सपोजर प्रोफाइल्याक्सिस, यदि कोही माथि भनिएका कुनै पनि माध्यमबाट एचआइभी एक्सपोजर भएको खण्डमा 72 घन्टाभित्र 28 दिने प्रोफाइल्याक्सिस औषधि सुरु गरेमा एचआइभी सर्ने सम्भावना धेरै कम हुन्छ। यस्तो घटनाहरू हाम्रो गोर्खामा पनि घटिरहेको छ। प्रायः जसो डेलिभरी गराउँदाखेरि यस्तो केसहरू चाहिँ देखिने गरेको छ र त्यस्तो बेलामा त्यहाँका स्वास्थ्य कर्मीहरूले पनि यो प्रोफाइल्याक्सिस डोजहरू लिने गरेको छ र यो हाम्रो गोर्खा हस्पिटलमा रहेको एआरटी सेवाबाट चाहिँ उपलब्ध रहेको कुरा म स्वास्थ्य कर्मीहरूलाई पनि जानकारी गराउन चाहन्छु। त्यस्तै यसमा रिस्क पपुलेसनहरू को रहन्छन् र हाम्रो गोर्खामा चाहिँ पालिका वाइज चाहिँ एचआइभीको बिरामीहरूको अवस्था कस्तो छ, जो एआरटी खानलाई गोर्खा अस्पतालमा आउनुहुन्छ उहाँहरूको अवस्था के छ भन्ने कुराहरू हामी जानकारी गराउनेछौँ। त्यस्तै एचआइभी तथा एड्ससँग सम्बन्धित लान्छना र भेदभाव के कारणले हुन्छन् भन्ने कुराहरूको बारेमा जानकारी गराइनेछ भने त्यो लान्छना र भेदभावहरू गरे बापत मुलुकी अपराध संहिता 2074मा के कस्ता कसुरहरू चाहिँ उल्लेख गरिएको छ, ती कसुरहरूको बारेमा हामी विद्यार्थीहरूलाई जानकारी गराउनेछौँ। र एचआइभी र यौन मार्गबाट सर्ने रोग एसटिआई बारे जनचेतना, परीक्षण र उपचारको बारेमा हामीले विद्यार्थीहरूलाई जानकारी गराउनेछौँ। र यसको लागि हामीले अझ विद्यार्थीहरूलाई विशेष रूपमा गाउँघरका लागि विशेष सन्देश के हुनसक्छ भन्ने कुराहरू हामी विद्यार्थीहरूमा जानकारी गराउनेछौँ। जस्तै लामो समयदेखि घरदेखि टाढा हुँदा जोखिम बढ्छ, कन्डोम प्रयोग गर्नुपर्छ, स्वास्थ्य समस्या भएमा ढिलो नगरी अस्पतालहरूमा जानुपर्छ, साथीभाइ वा समुदायलाई पनि सचेत गराउनुपर्छ, रोगलाई लुकाउनु हुँदैन, उपचारमा ढिलो गर्नु हुँदैन भन्ने कुराहरू हामी विद्यार्थी मार्फत चाहिँ गाउँघरको लागि सन्देश हामीले छाड्नेछौँ। त्यस्तै सामाजिक सन्देशको रूपमा चाहिँ एचआइभी एसटिआई भएका व्यक्तिलाई बहिष्कार नगर्ने, समर्थन, माया र साथ दिने, भेदभाव कम गर्दा रोग नियन्त्रण सजिलो हुन्छ, सबैलाई सम्मान, सबैलाई उपचार भन्ने चाहिँ हामीले यो सामाजिक सन्देश हामीले विद्यार्थीहरू मार्फत चाहिँ हामीले समाजमा छर्नुपर्ने आवश्यकता रहन्छ। त्यस्तै हामीले निष्कर्ष रूपमा चाहिँ हामीले विद्यार्थीहरूमा एचआइभी र एसटिआई रोकथाम गर्न सकिन्छ भन्ने कुराको सन्देशहरू हामीले प्रवाह गर्नुपर्छ भने सुरक्षित यौन व्यवहार र सचेतना जरुरी छ भन्ने कुराहरू हामीले उनीहरूलाई बुझाउनु पर्ने हुन्छ। त्यस्तै निशुल्क परीक्षण र उपचार सुविधा उपलब्ध छ र सचेत रहौँ, सुरक्षित रहौँ, भेदभाव नगरी सहयोग गरौँ भन्ने कुराहरू हामीले विद्यार्थीहरूमा चाहिँ हामीले जुन सूचनाहरू प्रवाह गरेर हामीले समाजलाई सुसूचित गर्नको लागि चाहिँ हामी अगाडि उहाँहरूलाई जानकारी गराउन पर्ने हुन्छ।
र हामीले अस्ति एचआइभी एड्सको दिवसमा हामीले विभिन्न ग्रुपहरूमा पनि यो सन्देशहरू हालेका थियौँ र यो सन्देशहरूको बारेमा पनि उहाँहरूलाई विस्तृत रूपमा जानकारी गराएर र एड्स दिवसको बारेमा पनि हामीले चाहिँ जानकारीहरू गराउनेछौँ। र यसरी कार्यक्रम गर्दाफेरि हामीले यो विशेष गरी 8 कक्षादेखि 12 कक्षासम्मका विद्यार्थीहरू चाहिँ हाम्रो टार्गेटमा पर्छन्, किनभने 8 कक्षादेखि 12 कक्षा समूहका विद्यार्थीहरूलाई यो सन्देश प्रवाह गर्दाफेरि चाहिँ अलिकति सहज हुने भएको कारणले गर्दाफेरि चाहिँ हामीले चाहिँ उहाँहरूलाई हामीले यो टार्गेटमा राखेका छौँ। र यसै यो हामीले यो उद्देश्य प्राप्तिका लागि स्वास्थ्य कार्यालय, प्रदेश जनस्वास्थ्य कार्यालयबाट हामीले यहाँहरूलाई चाहिँ यो पिपिटी हामीले तयार गरेर यहाँहरूलाई उपलब्ध गराउनेछौँ। त्यस्तै यो प्रयोगको सन्दर्भमा यसमा चाहिँ हामीले कम्तीमा 15 देखि 20वटाको हामीले प्रि टेस्ट र पोस्ट टेस्ट हामीले तयार गरेका छौँ र त्यो तयार गरिएको यहाँहरूलाई उपलब्ध गराइनेछ। त्यसमा सबैभन्दा पहिला यहाँहरूले प्रि टेस्ट र पोस्ट टेस्ट प्रि टेस्ट लिइसकेपछि त्यसपछि हामीले क्लास लिनेछौँ र त्यसपछि फेरि पोस्ट टेस्ट लिएर तिनीहरूको इभ्यालुएसन हामीले हाम्रो चाहिँ नि सन्देश, हाम्रो कक्षा कस्तो रूपमा अगाडि बढाउन सकियो भन्ने कुराहरूलाई चाहिँ हामी इभ्यालुएसन गर्ने काम गर्नेछौँ। र यसको लागि यहाँहरू माझ हामीले चिठीमा पनि पठाइसकेका छौँ। यहाँहरूले के सामग्रीहरू के पछि यहाँ पेस गर्नुपर्ने छ भन्ने कुराहरू, विवरणहरू पनि हामीले चिठीमा उल्लेख गरेका छौँ। त्यसमा यहाँहरूले कक्षा लिइसकेपछि पाउने सेवा सुविधाको बारेमा पनि हामीले जानकारी गराएका छौँ। त्यसमा चाहिँ हामीले कक्षा लिए बापत जुन पहिले वर्षहरूमा पनि हामीले गरेका थियौँ त्यसरी नै हामी 700 रुपियाँ त्यसमा कर काटेर यहाँहरूलाई उपलब्ध गराउनेछौँ। र त्यसमा यसपालि चाहिँ हामीले हरेक स्थानीय तहको माध्यमिक तहको स्कुलहरूमा चाहिँ अनिवार्य रूपमा चाहिँ हामीले एक एकवटा क्लास चाहिँ सञ्चालन गर्ने गरी हामीले कक्षा वितरण गरेका छौँ। त्यो अनुसार नै यहाँहरूले पालिकाका संयोजकहरूसँग समन्वय गरेर यहाँहरूले कक्षा सञ्चालन गर्नुहुनेछ भन्ने चाहिँ आशा राखेका छौँ। यसै बिच अब हाम्रो जुन गोर्खा अस्पतालमा रहेको एआरटी शाखाको बारेमा जानकारी गराउनु हुन म सिर्जना खत्री लाई म अनुरोध गर्दछु। सिर्जना। हस्, सबैजनालाई नमस्कार। अब जनस्वास्थ्य कार्यालयका प्रमुख ज्यू, अन्य उपस्थित जुम मिटिङमा जोडिनु भएका सबैजनालाई चाहिँ मेरो आवाज सुन्ने दाइ? हेलो, सुन्नेको छ। ए सबैजनालाई नमस्कार। म चाहिँ सुरुमा चाहिँ एआरटीको बारेमा थोरै जानकारी दिन्छु। एआरटी चाहिँ हाम्रो गोर्खा जिल्ला हस्पिटलमा चाहिँ 2067 6 महिना 11 गतेबाट चाहिँ स्टार्ट भयो। अनि अहिलेसम्म चाहिँ हाम्रो टोटल क्युमुलेटिभ अन एआरटी चाहिँ 236जना हुनुहुन्छ। टोटल हाम्रो रजिस्ट्रेसन चाहिँ 348जना हुनुहुन्छ। त्यसमध्ये चाहिँ मैले चाहिँ गाउँपालिका अनुसार छुट्याएर भन्ने छु हजुरहरूलाई। अब त्यसमा चाहिँ चुमनुम्री गाउँपालिकामा चाहिँ फिमेल 1जना हुनुहुन्छ। जम्मा टोटल चाहिँ मेल हुनुहुन्न, 1जना हुनुहुन्छ। गण्डकी गाउँपालिकामा चाहिँ 1जना मेल 1जना फिमेल गरेर 2जना हुनुहुन्छ। धारसे गाउँपालिकामा चाहिँ 4जना फिमेल 3जना मेल गरेर टोटल 7जना हुनुहुन्छ। बारपाक सुलीकोट गाउँपालिकामा चाहिँ 5जना फिमेल र 6जना मेल गरेर टोटल 11जना हुनुहुन्छ। आरुघाट गाउँपालिकामा चाहिँ टोटल फिमेल 6जना मेल 6जना गरेर टोटल 12जना हुनुहुन्छ। शहीद लखन गाउँपालिकामा चाहिँ 9जना फिमेल 7जना मेल गरेर 16जना हुनुहुन्छ। अजिरकोट गाउँपालिकामा 5जना फिमेल र 7जना मेल गरेर टोटल 12जना हुनुहुन्छ। भीमसेन गाउँपालिकामा 9जना फिमेल 20जना मेल गरेर हाम्रो टोटल 29जना हुनुहुन्छ। सिरानचोकमा 22जना फिमेल र 27जना मेल गरेर 49जना हुनुहुन्छ। पालुङटारमा 34जना फिमेल, त्यसपछि 33जना मेल गरेर 67जना हुनुहुन्छ। गोर्खा नगरपालिकामा 14जना फिमेल 14जना मेल गरेर 28जना। अनि यो मध्येमा चाहिँ अब अदरमा पनि हुनुहुन्छ। अदरबाट पनि हाम्रोमा एआरटी सेवा लिइरहनु भएको चाहिँ जस्तो इन्डियाबाट 1जना हुनुहुन्छ। अनि अदरमा 1जना फिमेल मात्रै हुनुहुन्छ। इन्डियाको चाहिँ 1जना फिमेल हुनुहुन्छ। यो चाहिँ हाम्रो टोटल हुनुहुन्छ। अब अहिलेसम्मको क्युमुलेटिभ डेथ भन्दाखेरि चाहिँ हाम्रो चाहिँ टोटल डेथमा चाहिँ हामीले 42जना 41जना मेल र 22जना फिमेल गरेर 42जना राखेका छौँ। लस अफ फलोअप भनेको चाहिँ अब जस्तो 90 दिनसम्म चाहिँ कुनै पनि क्लाइन्ट 90 दिन आउनु भएन, 91 दिनसम्म 91 दिनबाट उता आउनु भएन भने चाहिँ हामी त्यो
क्लाइन्टलाई चाहिँ लस अफ फलोअपमा राख्छौँ। त्यसमा चाहिँ 6 जना मेल 6 जना फिमेल गरेर अहिलेसम्म 12 जना हुनुहुन्छ। अनि अहिलेसम्मको डेथलाई क्युमुलेटिभमा हेर्दाखेरि चाहिँ 36 जना फिमेल र मेल र 17 जना फिमेल गरेर हाम्रो चाहिँ टोटल 53 जना हुनुहुन्छ। त्यस्तै गरेर प्री भनेको चाहिँ अब यहाँ गोर्खा हस्पिटलमा चाहिँ आउनुभयो, उहाँले ब्लड जचाउनु भयो, तर उहाँहरू चाहिँ अब फोन नम्बर हामी पछि दिन्छौँ भनेर अब कोही चाहिँ इन्डिया जानुभयो, यो सम्पर्कविहीन भएर जानुभएको चाहिँ 3 जना गरेर चाहिँ अहिलेसम्म हाम्रो 6 जना हुनुहुन्छ। अब हामीले चाहिँ यति चाहिँ अब एआरटीको बारेमा भन्नुपर्दाखेरि यो भयो। अब हामीले एआरटीबाट चाहिँ कुन सर्भिस प्रोभाइड गरिरहेछौँ अहिले भन्ने कुरामा चाहिँ म हजुरहरूलाई थोरै जानकारी दिन्छु। अब हाम्रो एआरटी क्लिनिकबाट चाहिँ अब गोर्खा हस्पिटलबाट एचआइभी संक्रमण परामर्श एचआइभी टेस्टिङ एन्ड काउन्सिलिङ गरिन्छ। हामीले चाहिँ जति क्लाइन्टहरू आउनुहुन्छ उहाँहरूलाई गरिन्छ। अनि निरन्तर रूपमा चाहिँ एआरटी रेट्रोभाइरल एआरटीको थेरापीको साथसाथै चाहिँ हामीले अब फ्री रूपमा चाहिँ एआरटी चाहिँ हामीले डिस्पेन्सिङ गरिराखेका छौँ। अनि त्यस्तै गरेर अब ओपिडीमा आउनुभएको जस्तो एआरटी लिन आउनुहुन्छ उहाँलाई चाहिँ 3 महिना 6 महिनामा चाहिँ ब्लड टेस्ट गर्न पर्ने हुनसक्छ। त्यस कारणले चाहिँ उहाँलाई हामीले नियमित काउन्सिलिङ र स्वास्थ्य जाँच गर्नको लागि चाहिँ क्लिनिक भिजिटिङहरू गराइराखेका हुन्छौँ। अनि त्यस्तै गरेर अब सङ्क्रमणहरूको चाहिँ अब सङ्क्रमण भएको मान्छेहरू कोही हुनुहुन्छ त्यस्तो अब गाउँमा जस्तो पालुङटारमा धेरैजना हुनुहुन्छ अहिले भने त्यस्तो गाउँमा चाहिँ खोज पत्ता लगाउने र त्यसको चाहिँ म्यानेजमेन्ट र अपर्च्युनिटी इन्फेक्सन एसटिआईहरू टिबी स्क्रिनिङहरूको बारेमा चाहिँ भनिदिने। अनि त्यस्तै गरेर चाहिँ अब पिएमटिसिटी सेफ मदरहुडको बारेमा चाहिँ अलिकति थोरै जानकारी गराइदिने। अनि हामीले चाहिँ अब फर्स्टचोटि आउनुभएको क्लाइन्टहरूलाई चाहिँ अब एआरटी स्टार्ट गर्ने बित्तिकै CD4 गर्न पठाउने। अनि भाइरल लोड चाहिँ हामीले एआरटी सुरु गराएको 6 महिनापछि गराउने। अनि उहाँहरूलाई चाहिँ एआरटी स्टार्ट गर्नभन्दा अगाडि औषधि चलाउनभन्दा अगाडि नै ल्याब टेस्ट गराउन पर्छ, चेस्ट एक्सरेहरू सबै गराउने। अनि त्यस्तै गरेर अब परामर्श सामाजिक समर्थन पोषण र स्वास्थ्य शिक्षाहरू पनि हामीले चाहिँ सपोर्ट गरिराखेका छौँ। अब एएचएफ भन्ने एउटा संस्था छ, त्यो संस्थाबाट चाहिँ अब एकदम पुवर क्लाइन्टहरूलाई चाहिँ हामीले अब कसैलाई भाडाहरू पनि त्यसरी चाहिँ उपलब्ध गराएको छौँ। कोही खाना खानु भएको छैन भने उहाँहरूलाई खाना खाने व्यवस्था पनि गराएको छौँ। अनि लगातार रूपमा नियमित रूपमा चाहिँ फलोअप र अब लङ लाइफ रूपमा चाहिँ औषधि खानुपर्छ भन्ने बारेमा चाहिँ हामी एआरटीबाट गर्छौँ। र अब मैले चाहिँ हजुरहरूलाई फेरि पोस्ट एक्सपोजर प्रोफाइलाइसिस त्यो पेपको बारेमा थोरै जानकारी गराउँछु। पोस्ट एक्सपोजर प्रोफाइलाइसिस भन्नाले चाहिँ एचआइभी सङ्क्रमित हुन सक्ने जोखिमपूर्ण सम्पर्कपछि एचआइभी सङ्क्रमण रोकथामका लागि दिने औषधि उपचार हो। एआरटीमा रहेका सेवाग्राहीलाई गराईलाई चाहिँ नसकेको खण्डमा अब यातायात ल्याब पोषण पनि गराउने त्यो गराइन्छ। अनि अब हामीले चाहिँ पेप कसरी पेप चाहिँ कहिले आवश्यक पर्छ भन्ने बारेमा चाहिँ म हजुरहरूलाई जानकारी दिन्छु। एचआइभीसँग सम्बन्धित सम्पर्क जस्तै असुरक्षित यौन सम्पर्क भयो भनेदेखि त्यस्तो अवस्थामा चाहिँ हामीले चाहिँ अनि त्यस्तो बेलामा चाहिँ अब कन्डमहरू पनि युज गर्नु भएको छ, त्यस्तो बेलामा फुटेमा पनि हामीले पेप दिन सकिन्छ। अनि एचआइभी पोजिटिभ व्यक्तिको रगत वा शारीरिक तरल पदार्थसँग यौन सम्पर्कहरू हुँदाखेरि अनि सुई सिरिन्जहरू एउटै साझा गर्दाखेरि स्वास्थ्य कर्मीमा चाहिँ निडिल स्टिक इन्जुरी र उपकरणहरूले काट्दाखेरि चाहिँ हामीले पेप प्रदान गर्न सकिन्छ। अब पेप चाहिँ कहिले सुरु गर्नुपर्छ भन्ने कुरा चाहिँ हजुरहरूलाई जानकारी दिन्छु। अब सकेसम्म त अब 6 घन्टाभित्रमा नै युज गर्ने हो, सकेसम्म 2 घन्टा त्यसपछि 6 घन्टा। तर अब हामीले चाहिँ अब यहाँ सम्पर्क भएको 72 घन्टा अथवा 3 दिनभित्रमा सुरु गर्नुपर्छ भनेर चाहिँ राखेका छौँ। त्यसपछि अब पेप चाहिँ कति समयसम्म लिने भन्ने बारेमा चाहिँ अब 28 दिन भनेको अब 4 हप्ता चाहिँ हामीले औषधि दिनुपर्छ भन्ने कुरा भयो। अब कसरी पेपले काम गर्छ भन्ने कुरा हजुरहरूलाई जानकारी दिन्छु। एचआइभी भित्रिएका कोशिकाहरूमा फैलिन नदिनको लागि चाहिँ एआरबीले चाहिँ भाइरसको रिप्लिकेसन रोक्छ भन्ने कुरा भयो एउटा। अनि पेपमा चाहिँ कुन औषधि प्रयोग हुन्छ भन्दाखेरि सामान्यतया प्रयोग हुने औषधि भनेको टिडिएफ प्लस 3TC ल्यामिभुडिन र डिटिजे डोल्टिग्राभिर भयो, जसलाई चाहिँ हामी एकैपटक दैनिक 1 महिनाको लागि दिइन्छ भन्नाले अब यो 28 दिन दिन्छ, 2 दिन बढी खाँदा नि केही भएन, तर मेन चाहिँ 28 दिनै हो यो। अनि पेप लिँदाखेरि चाहिँ के गर्नुपर्छ भन्ने कुरा के गर्नुपर्दछ भन्ने कुरा छ। नियमित एचआइभी टेस्ट गराउनु पर्यो। यो एचआइभी टेस्ट गराउनखेरि चाहिँ बेसलाइनमा चाहिँ अब 6 हप्तामा गर्न पर्यो, अनि त्यसपछि 3 महिनामा गर्ने र अनि 6 महिनामा गर्न पर्यो। अनि औषधि चाहिँ समयमै नियमित रूपमा खानु पर्यो।
अनि कन्डम युज जसरी पनि अब कन्डम चाहिँ युज गर्नै पर्छ अनि कुनै साइड इफेक्ट भए चाहिँ तुरुन्तै स्वास्थ्य कर्मीलाई बताउनु पर्यो। अब पेप कसलाई उपलब्ध छ भन्ने कुराको बारेमा चाहिँ हजुरहरूलाई थोरै जानकारी। अब सबै स्वास्थ्य संस्थामा एआरटी क्लिनिक वा इमर्जेन्सी विभागमा चाहिँ उपलब्ध गराउन सकिन्छ भन्ने कुरा भयो। यो पेप कसलाई उपलब्ध छ भन्दा स्वास्थ्य खासै एआरटीमै मात्रै छ, यो चाहिँ एआरटीमा भयो। अनि त्यसपछि विशेष गरेर हेल्थ वर्कर्सहरूले चाहिँ यो चाहिँ उपलब्ध हाई रिस्क एक्सपोजर भएकाहरूलाई चाहिँ हेल्थ वर्कर यो एआरटीमा आएर चाहिँ पेप उपलब्ध गराउनुपर्छ भन्ने कुराहरू चाहिँ हाम्रोमा छ। पेपको बारेमा चाहिँ यति नै छ। हस्, अब यसमा चाहिँ केही हजुरहरूलाई क्वेसन छ भने चाहिँ यति नै हो हाम्रो अहिले एआरटीको चाहिँ। हुन्छ सिर्जना, यो जानकारीको लागि धेरै धेरै धन्यवाद। अब त्यसपछि हामीलाई यो आरम्भ नेपालबाट आरम्भ नेपालले गर्ने कार्यहरूको गतिविधिको बारेमा जानकारी गराइदिनु हो। म अनिता नेपालीलाई अनुरोध गर्छु। अनिता। हुन्छ सर, धन्यवाद। सम्पूर्णमा यस आज कार्यक्रममा सम्पूर्ण उपस्थित सम्पूर्णमा नमस्ते। जिल्लामा हामीले चाहिँ आरम्भ नेपाल गोर्खाद्वारा चाहिँ एचआइभी संक्रमितहरूको लागि एचआइभीको रोकथाम, उपचार तथा सहयोग कार्यक्रमहरू ल्याइरहेका छौँ, जस अन्तर्गत चाहिँ स्याहार सरकारी काबा कार्यक्रमहरू चाहिँ हाल सञ्चालनमा आइरहेका छन्, जसमा चाहिँ हाम्रो काबामा चाहिँ टोटल अहिले 6 जना 18 क्रस भन्दा 18 भन्दा बालबालिकाहरू चाहिँ 6 जना हुनुरहेको छ भने चाहिँ हाम्रो जस्तै सिएचबिसीमा चाहिँ हाम्रो 253 जना गरेका छौँ अहिलेसम्ममा। सिएचबिसी कार्यक्रमको अन्तर्गत चाहिँ हामीले इन्डियस टेस्टिङहरूलाई चाहिँ बढी फोकस गरिरहेका छौँ भने चाहिँ सिएचबिसी कार्यक्रम अन्तर्गत नै हामीले चाहिँ घर तथा समुदायमा आधारित परामर्श सेवाहरू पनि प्रदान गर्दै आइरहेका छौँ यस अन्तर्गत। त्यस्तै गरी काबा कार्यक्रम अन्तर्गत चाहिँ हामीले विभिन्न नेटवर्क तथा स्थानीय सरकारहरूको समन्वय गरेर चाहिँ संक्रमित बालबालिकाहरूको लागि एजुकेसनको लागि पनि सपोर्ट गर्दै आइरहेका छौँ। त्यस्तै गरी अघि एआरटीको सिस्टरले जति पनि भन्नुभयो सेवा प्रदान गर्ने सेवाहरूमा पनि हामीले उहाँहरूसँग सहकार्य गर्दै जिल्लामा रहेको एचआइभी संक्रमितहरूको आवश्यकता के छ, उहाँहरूलाई के समस्या छ भन्ने बारेमा चाहिँ हामीले समन्वय गरेर चाहिँ उहाँहरूलाई सेवा प्रदान गर्दै आइरहेका छौँ। हालसम्म हाम्रो सेवा सिएचबिसीमा चाहिँ हामीले 253 जना। माइक म्युट छ, हेरिहाल्छु है। उहाँको ठिक छ, उहाँको समस्या आए जस्तो छ। अहिले एकछिनमा फेरि गर्नु होला। ठिक छ, अब हामी यो एकछिन यसमा चाहिँ आजको यो जुन कार्यक्रमको विषयमा हामी थोरै केही छलफल गरौँ कि म्याडम? सिमरिन म्याडम, हजुर सुन्दै हुनुहुन्छ? हजुर, म अलिकति कुरा राखौँ भनेर हो। हुन्छ हुन्छ, हस् सुरु गर्नुहोस्। उपस्थित सम्पूर्णमा नमस्कार है। एकदमै हतारमा कार्यक्रम सञ्चालन भएको जस्तो महसुस भयो, तर हाम्रो एकदम 40 मिनट्सको जुमको लिमिटले गर्दा हो। यहाँहरू सम्पूर्णलाई एकदम स्वागत छ यो कार्यक्रममा। यो कार्यक्रम नयाँ होइन, यहाँहरूले गरिराख्नु भएको हो। यो वर्ष हामीले यो कार्यक्रमलाई थप प्रभावकारी कसरी बनाउन सकिन्छ भनेर एउटा छोटो अभिमुखीकरण पनि राख्ने, अनि हामीले जुन कक्षा सञ्चालन गर्छौँ त्यसलाई चाहिँ कुनै तरिकाले मूल्याङ्कन पनि गर्न सकिन्छ कि भन्ने कुरा हो। अब यहाँहरूलाई त पत्र प्राप्त भइसकेको छ, सँगसँगै हामीले त्यो प्रेजेन्टेसन स्लाइड्सलाई अलिकति रिभाइज गरेर, अब बच्चाहरू भएको हुनाले अलिकति उनीहरूलाई चाहिँ त्यो एनिमेसनहरू मनपर्ने भएको हुनाले त्यसलाई अलिकति क्याची प्रेजेन्टेसन कसरी बनाउने भनेर वर्कआउट गरेर, अनि त्यो सँगै 2 पेजको एउटा कार्य सञ्चालन निर्देशिका पातलो त्यो 2 पेजको जस्ट एउटा गाइडलाइन पनि पठाउँछौँ र प्रिटेस्ट र पोस्टेस्ट क्वेसनर पनि पठाउँछौँ। अब त्यो 3टा डकुमेन्ट भइसकेपछि चाहिँ यहाँहरूले मनमा चाहिँ के राख्नु पर्यो भनेदेखि, हामीले जसलाई कक्षा सञ्चालन गर्ने हो उहाँहरू चाहिँ लक्षित समूह पनि हो र उहाँहरू मार्फत अरूलाई पनि त्यो सूचना जानकारी फैलिने भएको हुँदाखेरि चाहिँ किन यति धेरै केयरफुल हुनुपर्छ। एउटा लाइफ लङ उहाँहरू भोलि विदेश जानु होला, उहाँहरू ब्लड ट्रान्सफ्युजन गर्नु होला, नराम्रो सङ्गतमा फस्नु होला, अथवा उहाँहरूको दाम्पत्य जीवनमा त्यो कुराहरू आउला। त्यही भएर अहिलेको अवस्थामा मात्रै होइन कि उहाँहरूलाई चाहिँ लाइफ लङ एउटा हेल्दी लाइफको लागि चाहिँ कसरी प्रिपेयर गराउने भन्ने त्यो दृष्टिकोणबाट सञ्चालन गर्ने एउटा कुरा भयो।
दोस्रो चाहिँ हाम्रो गोर्खामा यो एडोलेसेन्स प्रेग्नेन्सी चाहिँ एकदमै ठुलो समस्या हो। त्यो कारणले पनि कन्डमको प्रयोगलाई चाहिँ यहाँहरूले जोड दिने, अब यो विषयसँग जोडेर भनौँ न, कन्डमको प्रयोग हामी एसटिआई मात्रैसँग बस्न होइन कि एउटा समग्र आफ्नो परिवारलाई योजनाबद्ध हिसाबले अगाडि बढाउन पनि प्रयोग गर्न सकिन्छ। अनावश्यक आफूले सोच्दै नसोचेको होइन अरू घटनाहरू नघटोस् भन्ने हिसाबले पनि हजुरहरूले चाहिँ त्यसलाई अलिक फोकस गरेर गर्नुहोला। र अघि एआरटीको बारेमा भन्नुभयो म्याडमले, हाम्रो चाहिँ उद्देश्य भनेको यदि कसैलाई कुनै पनि समस्या समुदायमा छ भने उहाँहरूले एआरटीको साइटको बारेमा अथवा फोन नम्बर चाहिँ उपलब्ध पनि गराउन सक्नुहुन्छ, यहाँहरूले पनि सक्नुहुन्छ, उहाँहरू मार्फत पनि गराउन सकिन्छ भन्ने हिसाबले चाहिँ एउटा चाहिँ लाइफ लङ प्रिपरेसनको लागि, दोस्रो चाहिँ एडोलेसेन्स प्रेग्नेन्सी घटाउनको लागि, अर्को चाहिँ सर्भिसेसमा एक्सेस हुनको लागि, यो 3टा उद्देश्यको लागि चाहिँ यहाँहरूले क्लास सञ्चालन गरिदिनु हुन भनेर अनुरोध गर्छु। साथसाथै समग्र क्लास चाहिँ कस्तो भयो, कति क्वालिटीको भयो र विद्यार्थीले कतिको लिन सके भन्ने हिसाबले चाहिँ प्रिटेस्ट र पोस्ट टेस्ट क्वेसनर पनि एउटा सपोर्टिङ डकुमेन्टकै रूपमा पेश गर्नुभयो भने हामीलाई पनि पछि एउटा त इभ्यालुएसन पनि हुन्छ, सेल्फ फिडब्याक पनि हुन्छ भनेर हो। यति भन्दै मेरो आफ्नो कुरा चाहिँ टुङ्ग्याएँ। हजुरहरूको केही छ भनेदेखि राखौँ अनि त्यसपछि हाम्रो मिटिङ सकाम्ला। धन्यवाद। हुन्छ, साथीहरूको केही छ यस विषयमा केही कुराहरू राख्नुपर्ने छ भनेदेखि यहाँहरूले कुराहरू केही राख्न सक्नुहुन्छ। नभएमा हामी यस मिटिङलाई हामी टुङ्ग्याउनेतर्फ लाग्छौँ। केही छ साथीहरू? विद्यालय क्लाससँगै चाहिँ अब हामीले एचआइभीको चाहिँ स्क्रिनिङ टाइपको प्रोग्रामहरू पनि ल्याउन सकिन्छ कि, यसलाई पनि जोड दिन पायो भने अरू तपाईँको चाहिँ आइडेन्टिफाई नभएका अथवा चाहिँ डायग्नोसिस नभएका केसहरू पनि पत्ता लाग्थ्यो कि भन्ने कुराकानी चाहिँ मैले राखेँ सर। धन्यवाद। अरू कसैको केही छ? नमस्कार सर, म पुष्कर खनाल। म थोरै 1 मिनटमा एउटा कुरा राखेँ कि सर। हुन्छ। यो परदेशबाट चाहिँ यो विद्यालयको लागि यो जुन कार्यक्रमहरू छ यो चाहिँ स्थानीय तहमै बरु सशर्तमा राखेदेखि यो धेरै सजिलो हामी स्थानीय तहमा काम गर्नेलाई चाहिँ हुन्थ्यो। किनभने यो पछिल्लो चाहिँ अनुभवहरूले, पछिल्लो वर्षहरूको अनुभवले असाध्यै चाहिँ यो अहिले हाम्रो लिङ्क चाहिँ कम भयो स्वास्थ्य कार्यालयसँग। अनि काम गर्यो प्रतिवेदनको कुराहरूदेखि लिएर भुक्तानीका कुराहरूमा अत्यन्त जटिलता हुने र यस्तो यो सानो सानो यो चाहिँ क्लास स्कुलमा गर्ने कुराहरूलाई चाहिँ आउने दिनहरूमा चाहिँ यो प्रदेश स्वास्थ्य कार्यालय चाहिँ बरु योभन्दा अलिक गम्भीर, अलिक ठुला, अलिक जटिल चाहिँ अलिक लार्ज स्केलको कार्यक्रममा सहभागी होस्। यस्तो विद्यालय स्वास्थ्य सम्बन्धी कार्यक्रममा सहजीकरण मात्रै होस्, यो सम्पूर्ण चाहिँ अधिकार यो जुन म्यानेजरियल चाहिँ जुन कार्यक्रम गर्नुभयो यो चाहिँ स्थानीय तहमै राख्दा हामीलाई सजिलो हुन्थ्यो कि भन्ने एउटा सुझाव मैले व्यक्त गरेँ। धन्यवाद। हुन्छ सर। अरू कसैको केही छ? ल, अब हामीसँग समय पनि एकदम थोरै छ, त्यस कारणले गर्दा यस विषयमा म्याडमलाई केही राखिदिनु हुन म अनुरोध गर्छु। धन्यवाद। अघि स्क्रिनिङको कुरा गर्नुभयो, एकदमै राम्रो कुरा हो। हामीसँग अरू एनसिटी स्क्रिनिङ भनेर पनि बजेट छ, त्योसँग जोडेर राख्न सकिन्छ कि, अथवा स्कुलको बच्चाहरूको ओभरअल हेल्थको स्क्रिनिङ गर्न सकिन्छ कि भनेर हामी अलिकति वर्कआउट गर्छौँ अनि हजुरहरूलाई जानकारी गराउँछौँ। अनि पुष्कर सरले साह्रै राम्रो सुझाव दिनुभयो। हामी यो स्वास्थ्य मन्त्रालयसँग नि कुरा गर्छौँ। हाम्रो यो अब वार्षिक कार्यक्रममा स्वीकृत भएर आएको हुनाले गऱ्यौँ, तर एकदम हजुरले भनेको कुरा एकदमै ठिक हो। यसलाई अलिकति हजुरहरूकोमै सशर्त राख्यो भनेदेखि अरू हिसाबले पनि सजिलो होला। धन्यवाद यहाँलाई सुझावको लागि है। यति भन्दै अरू केही कुराको कन्फ्युजन छ भनेदेखि अब यति ठुलो कार्यक्रम होइन, यसलाई हामीले कन्टेन्ट वाइज र क्वालिटी वाइज बच्चाहरूले चाहिँ त्यो कहिलेकाहीँ कस्तो हुन्छ भनेदेखि म अहिले पनि सम्झिन्छु, हामी सानो बेला हुँदाखेरि चाहिँ बाहिरबाट आएर पढाउँदाखेरि स्वास्थ्य कर्मीहरूले पढाउँदाखेरि त्यो पढाएको कुरा अहिलेसम्म पनि याद छ। त्यही भएर एकदमै प्रभावकारी हुन्छ, यहाँहरूको छाप फरक हुन्छ स्कुलमा। त्यही हिसाबले यहाँहरूलाई एकदम धेरै शुभकामना छ र यो विषयमा सम्बन्धित कुनै पनि डकुमेन्ट अथवा इन्टरेक्टिभ प्रेजेन्टेसन स्लाइड्स भिडियो हामी यहाँहरूलाई उपलब्ध गराउँछौँ र फेरि पनि केही कन्फ्युजन भयो भने कन्ट्याक्ट गरौँ है त। धन्यवाद।
हुन्छ हस् म्याडम। यो हामी अब एन्ड गरौँ कसो गरौँ हुन्छ हस् ल यहाँलाई है धेरै त धन्यवाद। अब हामी समय पनि एकदम थोरै छ। सम्पूर्ण उपस्थित साथीहरूलाई म धेरै धेरै धन्यवाद दिन चाहन्छु र पक्कै पनि यहाँहरू यसमा हामी पढेर आएको नै व्यक्तिहरू छौँ र हामीले विषयवस्तुहरू म्युट गरेर बोल्नु होला है साथीहरू को अनम्युटमा हुनुहुन्छ। यहाँ यो चाहिँ नि पढेर आएको नै विषयवस्तु भएको र हामीले धेरै स्वास्थ्य कर्मीहरूलाई भन्दा पनि हामीले चाहिँ विद्यार्थीहरूलाई सन्देश दिनुपर्ने भएको कारणले गर्दा हामी एकदमै गहिराइसम्म नगइकन हामी सतही रूपमा उनीहरूलाई आवश्यकता हुने र उनीहरूले महसुस गर्न सक्ने गरी चाहिँ हामीले यो शिक्षा चाहिँ प्रदान गर्ने उद्देश्य राखेका छौँ। यसमा यो आजको कार्यक्रममा उपस्थित हुनुभएकोमा सम्पूर्णमा म फेरि पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु र यहाँहरूलाई पक्कै पनि लगाएर आएको अथवा चाहिँ नि क्लास लिएका कुराहरू यहाँहरूले राम्रोसँग सफल गर्नुहुनेछ भन्ने चाहिँ विश्वास लिएको छु। र अब विशेषतः यसरी नै हामी यो अहिले हामी पहिला एकपल्ट पनि कोभिडको बेलामा चाहिँ प्र्याक्टिस गरेका थियौँ र त्यस पछाडि अलि धेरै पछाडि चाहिँ अहिले यो प्र्याक्टिस गर्दाखेरि अलिकति असहज मैले पनि अनुभव गरेको छु। किनभने यो भिडियोको कुरा अनि यो पार्टिसिपेन्टहरूलाई एड गर्नुपर्ने कुरा उता वेटिङमा बसिरहेको छ, यता बोल्नु परिरहेको छ, गर्दाखेरि अलिकति यो अलि असहज असहज भएको जस्तो मैले पनि महसुस गरेको छु। आगामी दिनमा हामीले यो जुमलाई अझ व्यवस्थित गरेर चाहिँ गर्न सक्नेछौँ त्यो आवश्यक परेको खण्डमा, र आगामी दिनमा पनि यहाँहरूको सक्रिय सहभागिता रहनेछ भन्ने कुरा चाहिँ म एकदमै विश्वस्त हुन चाहन्छु र यहाँहरूले पक्कै पनि साथ दिनुहुनेछ भन्ने कुराहरू राख्न चाहन्छु। र यति भन्दै आजको यस कार्यक्रमलाई केही निर्देशन तथा भनाइहरूसहित समापन गरिदिनु हुन म प्रदेश जनस्वास्थ्य कार्यालयका प्रमुख एवं जनस्वास्थ्य प्रशासक सिमरिन काफ्रेज्यूलाई अनुरोध गर्दै म बिदा हुन्छु। हस्, धन्यवाद। हस् धन्यवाद नारायण सर। अब मैले भन्नुपर्ने कुरा भनिसकेँ। हामी फेरि भेट्छौँ मिलेसम्म कुनै कुनै कार्यक्रममा हामी पनि आउँछौँ। यहाँहरूलाई सहज हुन्छ भन्ने हिसाबले भन्दा पनि हाम्रो लागि त्यो लर्निङ हुन्छ। हामी सँगसँगै छौँ। फेरि भेटौँला है त। धन्यवाद। बाई बाई।